यो रातिको समयमा म कहाँ छु गाइज? ल अब हेर्न चाहनुहुन्छ है म कहाँ छु भनेपछि टक्क हेर्नुहोस् गाइज, हेर्नुहोस् हेर्छ होमस्टे। ल हेर्छ होमस्टेमा मेरो साथी के छ? हेलो, के छ यार? के छ यार साथी? अनि आए त आज घुमघाम गर्दै मेरो साथीका। ल स्वागत छ। थ्याङ्क यू। अनि व्यापार बिजनेस कस्तो भइरहेछ साथी? ठिकै छ, ठिकै छ, राम्रै छ भनौँ। अनि यो पेन्ट गरेको हो त यो मयूर सयूरको यता? यो हजुर दामी दामी। अनि यता यता यो पहाडको चुचुरो पनि छ त यता? हाम्रो एकजना आर्टिस्ट हुनुहुन्छ मामा चाहिँ, उहाँले बनाउनु भएको गमलाहरू पनि यसो त्यो हराभरा मनपर्छ क्या मेरो साथीलाई। राम्रो लाग्छ होइन? अनि साथी तिम्रो त यो पहिले घर थियो, अहिले होमस्टेमा सारा छौ। कहाँबाट आयो यस्तो सोच एकदम होमस्टे नै गर्छु भन्ने खालको? यस्तो अब घर खाली थियो अनि हाम्रो कुक दाई पनि हुन्थ्यो, आफ्नो दाई। हजुर अनि ऊ र म मिलेर चाहिँ होमस्टेलाई चाहिँ अलिकति होमस्टे गराउन त भएको चिजलाई युज गरेर घरमा जे छ त्यसलाई नै युज गरेर बनाएको छौँ। आफ्नो घरलाई अलिकति राम्रो पनि होस्, बलियो पनि होस् र होमस्टे टाइपको पनि बनोस् भनेर नै स्टार्ट गरेको। अब रुखमा पनि टक्क झिलिमिली गराएर चाहिँ कटेज, टक्क कटेज पनि छ यता है, यता पनि छ। आफ्नै डिजाइन हो कि यो आफ्नै डिजाइन आफै बनाउनु पनि आफै बनाएको, आफै बनायो यो सबैजना आफै मिलेर, दाइ भाइ सबजना मिलेर आफै बनाएको सबै। मलाई यिनीमा सबै आफै डिजाइन यताउता यहाँदेखि सर है। अनि एकदम पिसफुल लाग्यो क्या मलाई, पिसफुल इन्भाइरोमेन्ट लाग्यो क्या यता। होइन आनन्दको चराचुरुङ्गीको आवाज चाहिँ अहिले कुकुर भोकिया चराकेर गरेको होइन। गाउँघरतिर यही त हो नि राम्रो मजाको, चराहरू कराउने, कुकुरहरू कराउने, शान्त एरिया। गाउँतिर मान्छेहरूले यस्तै ठाउँ मन पराउँछन् आजभोलि भनेर। अनि यहाँको मलाई एउटा मैले टिकटक भिडियोमा पनि देखिराखेको थिएँ र मैले टेस्ट पनि गरेको थिएँ। थाली छ नि, थालीमा त्यो के थाली भन्छ अरे यो? त्यो मार्सी खाना छ एकदम दामी के त्यो। अनि एउटा त्यो सुपर जस्तोमा ठुलोमा पनि गराएको नाङ्लो माछाहरू, त्यो आइटमहरू क्या दामी छ क्या त्यो। अहिले चाहिँ यहाँ सबभन्दा राम्रो माछा, पोलेको माछा, फ्राई माछाहरू गइरहेको छ। पोलेको माछा, फ्राई माछाहरू एकदम राम्रो। मोमो पनि मन पराइराख्नु पर्छ। हजुर। खानामा चाहिँ हामीले माछा चामलको खाना दिन्छौँ। यो यार्छ होमस्टे, यार्छ भनेको पहाडतिरको भएर खास यो हामीले कर्णाली अर्ग्यानिक यार्छ गुम्बावाला यार्छ हो, त्यसकै यार्छ राखेको। अब कर्णालीको मान्छे भएर मैले कर्णालीको भएर कर्णालीलाई प्रमोट गरौँ भने नि यार्छलाई नाम राख्नु भएको तपाईँले। कर्णालीको खाना कोलबुमा भनेर हामीले कर्णाली खाना बेच्ने भनेर गरेको थियौँ। तर अब कर्णाली खाना खासै मान्छेले मन पराइदिनु भएन। मन नपराए पनि राम्रो किन थाहा नपाएर नआएर पनि यता हुनसक्छ नि, थाहा नपाएर होइन। अनि तपाईँ फेरि यो सोसियल मिडिया यताउतामा त्यस्तो एक्टिभ हुनुहुन्न होइन, त्यो नभएको कारणले पनि मान्छेले थाहा नहुन सक्छ नि त। मार्केटिङमा चाहिँ अलिक कम, अलिक स्लो नै छ। मार्केटिङ त्यति गर्नुहुन्न। अब आए मान्छेलाई थाहा हुन्छ नि त, म आउँछु यहाँ खान्छु अनि बारम्बार आइराख्छु नि त होइन। साथीभाइको हिसाबले त एक दुईचोटि पो आइन्छ त, के अर्कोचोटि आउनुको लागि त टेस्टै हो नि त होइन। अनि प्लान्टहरू यो के लगाउनु भएको छ नि? यो प्लास्टिक चाहिँ मैले अनलाइनबाट मगाएको। यो प्लान्ट चाहिँ प्लान्टको नाम चाहिँ थाहा छैन, तर यो बारीमासी फुलहरू अरे असारतिर फुल्छ यो। ए नाइस। असारतिर फुल्छ, असारे फुल पनि छ होइन। अब हाम्रो कोहलपुरमा यति गर्मी छ, यो तपाईँको एउटा मलाई राम्रो लागेको चिज के भनेपछि तपाईँको यो घरलाई नै होमस्टे बनाउनु भयो, त्यसमा पनि तपाईँले यो रुखहरू घरमा होइन। आजभोलि प्राय मान्छेहरूको घरमा रुखहरू हुँदैन होइन। मान्छेले थाहा छ, तपाईँले हेर्नु कति धेरै रुखहरू छ, यहाँ छ रुख, छ यो लगभग यो घरैभरि घरलाई नै घेरेको छ क्या रुखले होइन। शान्त अझै छ हेर्नुहोस् नि, आहा चिसो। कोलपुरदेखि यति नजिक 1.5-2 किलोमिटरमै यस्तो मजाले बस्ने ठाउँ छ भन्ने पनि धेरै मान्छेलाई थाहा छैन क्या होइन। हेर्नुहोस् न, शान्त आनन्दकै चराको आवाज हुन्थ्यो। सुन्नुहोस् नि, हामी गाउँमा गएपछि हामीलाई त्यो झाडीबाट उसबाट आवाजहरू आउँथ्यो नि, सुनाउने चराको छ होइन।
अनि यता आएका मान्छेहरू सेटिस्फाई नै हुनु भएको छ कि कस्तो छ कि कम्प्लेनहरू गर्नुहुन्छ कि के छ अब नयाँ तपाईँको प्लानिङ के छ? मान्छेले सेटिस्फाई नै छ हुनुहुन्छ। खानामा चाहिँ सुरुमा आउँदाखेरि चाहिँ इन्भाइरोमेन्ट नराम्रो भयो भने खाना टेस्ट गरिसकेपछि चाहिँ खुसी भएर जानुहुन्छ। गुगलमा रिभ्यू पनि राम्रै दिइराख्नुपर्छ अहिले मान्छेहरूले। अझै अलि म्यानेजमेन्ट चाहिँ राम्रो बनाउन चाहिँ बाँकी छ हामीले। किनकि तपाईँहरूले त अब आफ्नै घर बनेर मान्छेलाई गेस्ट मात्रै नसोचेर आफ्नै घरको पाहुनाहरू होइन सोचेर त्यो अनुसारले आफै लागेर गरिराख्नु भएको छ दुःख होइन। ओनर पनि स्टाफ सबै स्टाफ हुनेवालाहरूले गर्नु भएको छ नि त तपाईँले। आफ्नो फ्यामिली नै चलाइरहेको छ मैले होमस्टे। हजुर मान्छेहरू आएर जति कस्टमरहरू रिपिटेड हुनुहुन्छ उहाँहरूले पनि आएपछि आफ्नै घरमै आएको जस्तो फिल गर्छ। अस्ति पनि हामी साथीभाइहरू आएका बेला हाम्रो साथीभाइले तपाईँलाई नचिन्ने साथीभाइहरूले कस्तो फ्रेन्डली फ्यामिली खालको मान्छे हुनुहुँदैछ केशव त कस्तो यहाँ राम्रो लाग्यो यार मान्छे भनेर फिडब्याक दिनुभएको थियो नि त। त्यही नै हो कि सबभन्दा कुरा नआउँदासम्म के हो आइसकेपछि आहा मलाई पनि एउटा आफ्नो गाउँठाउँमा घरमा मजाले खाएर सोध्नुहोस् न चसेर बसेको चाहिँ मजाको न कसैको डिस्टर्बेन्स न कसैको दायाँ बायाँ होइन न हल्ला हुल्ली होइन टक्क यहाँ आनन्दले बस्यो नि टक्क इन्जोय गर्ने खाने सानो सानो प्रोग्राम गर्न पनि मिल्यो होइन। अनि रुमहरू पनि छ हजुरको यहाँ है? रुम छ हजुर रुम बस्नको लागि रुम पनि छ। अनि तपाईँले खोलेको कति 1 year हुन लाग्यो? अब जेठ 17 चाहिँ 1 वर्ष हुन्छ। 1 वर्ष हुन्छ। अनि खुसी हुनुहुन्छ त केशव सर? हामी एकदम खुसी छौँ। अनि केही वर्ष अगाडि भेट हुँदाखेरि हाम्रो कति मतलब विदेश जाउँ कि भन्ने खालको कुरा हुन्थ्यो है अब यो देशको परिस्थिति हेरेर। तर अहिले हेर्दाखेरि आफ्नै देशमा के गर्छु म अब यहीँ राम्रो बनाउँछु भन्ने खालको सोच भएको छ र अझै राम्रो बनाउँछु भनेर झन् साथीभाइ फ्यामिली मेम्बरहरूलाई जोड्दै होइन भोलि रातिर गर्छु उतातिर गर्छु भने प्लानिङ सोच्नु भने राम्रो कुरा हो। अब अलि साथीभाइसँग पनि टच र कन्ट्याक्टमा ल्याउनु पर्यो क्या साथीभाइले पनि। बिस्तारै गर्दैछु अहिले राम्रो बनाउने त्यसपछि होइन राम्रो बनाउने हो नि त व्यवहारले हो नि त। हाम्रो साथीहरू आइराख्नु छ कस्तो लाग्यो त तपाईँ कस्टमर आएको फिडब्याक कस्तो लाग्यो? मलाई त एकदम राम्रो लाग्यो है। हजुर म पनि पहिलो पटक आएको मागेको छु कि साथीसँग आएको राम्रो लाग्यो। साथीलाई चाहिँ अर्को साथीले बोलाउनु भएको अनि दुईजना खाना खाएर आउनु पर्यो फेरि उहाँले चाहिँ उहाँको साथी लिएर आउनु भयो। आज चाहिँ माछाको ठाउँ रहेछ आनन्दको ठाउँ छ है मलाई नै एकदम के म पनि एकदम छुट्टै किसिमको त्यो भाइब्स आउँदो रहेछ। मलाई न पिसफुल है न कसैको डिस्टर्बेन्स छ न के छ न कोही खाएर हल्ला गरिरहेको छ आफ्नै आनन्द मजाले होइन। तपाईँको फर्स्ट टाइम आज? हजुर साथीको चाहिँ के अरे तपाईँ सेकेन्ड टाइम ल राम्रै लाग्यो हजुर आउनु होला होइन जस्तो हो त्यस्तै भन्नुपर्छ है फेरि होइन हामीलाई जे फरक किसिमको टेस्ट फरक किसिमको आनन्द अनि कोल्बुदेखि यदि नजिक छ भन्ने तर मलाई चाहिँ थाहा थिएन है फेरि मैले साथीबाट सुनेको हजुर तर यो थकाले खाना पाउँछ भन्न चाहिँ सुनेको थिएँ हजुर ट्याक्कै कहाँ छ के छ भन्ने थाहा थिएन हजुर आज आउन पाइयो खुसी लाग्यो। ल धन्यवाद ल शुभरात्रि है। ल हुन्छ ल धन्यवाद हजुर ल मजाले हस् हस् ओके ल गाइस अब ल कस्टमरहरू पनि जान लाग्नु भएको छ र साथी अझै धेरै राम्रो होस् र अब सोसियल मिडियामा त्यति छैनौ साथी तर अब सोसियल मिडियामा अलिक इङ्गेज हुनु पर्यो होइन प्रमोसन गर्नु पर्यो यति राम्रो अब जति हाम्रो केशव जति ह्यान्डसम छन् त्योभन्दा झनै राम्रो फुडहरू हाम्रो सेफ शर्मा आउनुहुन्छ होइन होइन यो सबै यहाँ मिठो मिठो बनाएर खुवाउने सब उहाँको हात छ है। अनि त्यसैले टक्क अब उहाँले गर्नु भएको छ होइन ल यहाँ बाघ पनि छ सबै छ। ल गाइस यार्सा होमस्टेमा आउनु होला भिजिट गर्नु होला साथ दिनु होला गर्न लागेका युवाहरूलाई हामीले साथ दिनुपर्छ सपोर्ट गर्नुपर्छ है त। ल धन्यवाद।